महानगरपालिकाको पैसा दिने अनि बालनले दियो भनेर कुरा गरिन्छ। त्यसैमा मैले के लेख्दैछु भने यो महानगरवासीले तिरेको करले दिएको महानगरपालिकाले दिएको तपाईको मिडियालाई भनिदिनु पर्यो भने के काठमाडौँ महानगरपालिकाको मेयर बालनेले गरेको हुनु पर्यो के बालनेले भनेर हुन्छ र भने यत्रो चाहिँ यहाँ हाम्रो आन्दोलन भइरहँदाखेरि आगजनी हुँदाखेरि सबै व्यवस्था हुँदाखेरि मेयर र उपमेयर कहाँ थिए अनि उहाँको कर्तव्य के थियो? तिहार पछाडि सुरु हुन्छ भनिसकेपछि त्यसमा अब त्यो आश्वासन होइन के यो भनिसकेपछि हुन आश्वासन पाएन के तपाईले नबनोस् भन्न खोज्नु भयो? नगर भने छिटो गर्नु पर्यो, त्यहाँ फुलाउनु पर्यो, तिहार छिटै सकाइदिनु मैले काम गराउनु पर्यो। 10 दिनको तिहार मैले आज कसरी सकाइदिनु त? त्यो गरेन भने के तपाई जिम्मा लिनु? आजभन्दा 2 वर्ष अगाडि तपाईले जिम्मा लिनु भएको थियो। आजै सकाउनु मिल्छ तिहार? आजै होइन भने सुरुवात गर्नु पर्यो नि। ए ल ठिक छ, तिहारलाई चाँडो सकिनु भन्छु म। हस् प्रस्ताव नम्बर 3 मा रहेको राष्ट्रिय सभा सञ्चालन निर्देशिका विधायन समिति राख्नु। सबै बोर्डको साथीहरूले मेरो यो असहमति छ यसमा। यो हाम्रो महानगरपालिकाको पैसा यो के अरे भगवानको प्रसाद हो र जसलाई पनि बानेर हिँड्ने जुटेको झन् फुफूको सरादे भने जस्तो यो मेरो असहमति छ यसमा। महानगरपालिकाको पैसा जहाँ मन लाग्यो त्यही खर्च गर्ने अनि महानगरपालिकाले गरेको कि बालनले गरेको त्यो पनि हुनु पर्यो। अहिले त